वेलकम टु आवर युट्युब च्यानल धनमार्गमा यहाँलाई स्वागत छ। आजको भिडियोमा चाहिँ सान्विक इनर्जीको आइपिओको बारेमा जानकारी गराउनेछौँ। आइपिओ कहिले खुल्छ, कति किता आवेदन गर्न मिल्छ, कोले भर्न मिल्छ, कोले भर्न मिल्दैन, आइपिओ भर्नको लागि कति रकम चाहिन्छ, कति रुपियाँ जरुरत पर्छ भन्ने बारे सम्पूर्ण जानकारी पाउनुहुनेछ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। र कम्पनीको बारेमा कुरा गर्नुहुन्छ भनेदेखि सान्वी इनर्जी लिमिटेड एसिएल निजी क्षेत्रको लगानी मार्फत नेपालमा जलविद्युत उत्पादन प्रवर्धन गर्ने दृष्टिकोणका साथ 2011 इस्वीमा स्थापना भएको थियो। एसिएल हाल नेपालको पूर्वी विकास क्षेत्रको इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर 10-11 र मौजगामाई ग्रामीण नगरपालिका वडा नम्बर 1, 2, 3, 4 र इलाम नगरपालिका वडा नम्बर 10 मा अवस्थित जोगमाई खोला साना जलविद्युत परियोजना 7.6 मेगावाट र जोगमाई क्यास्केड जलविद्युत परियोजना 5.1 मेगावाटको लागि काम गरिरहेको छ। यो थियो कम्पनीको बारेमा, कम्पनीले चाहिँ के काम गरिरहेको छ भन्ने बारे। र यसपछि हामीले जानकारी पाउने छौं। सान्वी इनर्जी लिमिटेडले यही जेठ 9 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको आइपिओ पाँठफाट पश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। सर्वप्रथम आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा चाहिँ निष्कासन गरिसकेपछि बल्ल सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको रहेछ सान्वी इनर्जी कम्पनीले, है त। कम्पनीले प्रति किता 100 रुपैयाँ अंकित मूल्यका 24,15,30,000 रुपैयाँ बराबरको 24,15,300 किता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले 8,80,00,000 रुपैयाँ बराबरको 8,80,000 किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका र 1,91,00,000 रुपैयाँ बराबरको 1,91,000 किता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूको लागि निष्कासन गरेको थियो, है त। कम्पनीले निष्कासन गरेको आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भनेदेखि अधिकतम 20,000 किताको लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ 13 गते हुनेछ भनेदेखि ढिलोमा जेठ 23 गतेसम्म हुनेछ। न्यूनतम 10 किता अधिकतम 20,000 कितासम्म आवेदन दिन सक्छौं हामीले। त्यसैगरी कम्पनीले 1,45,500 किता सामूहिक लगानी कोषको लागि र 58,200 किता शेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि बाँडफाँड गरेको थियो। म्युचुअल फन्ड र कार्यरत कर्मचारीको लागि चाहिँ अलरेडी अगाडि नै यसले के गरेर रहेछ त शेयर चाहिँ बाँडफाँड गरिसकेको रहेछ। अब सर्वसाधारणको लागि निष्कासन गरेको रहेछ। आइपिओ निष्कासनको लागि गरिएको रेटिङ केयर रेटिङ नेपालले कम्पनीलाई केयर NPBB+ एन्स्योर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्दछ, है त। यसले चाहिँ दायित्व वहन गर्ने क्षमता चाहिँ औसत जोखिम रहेको संकेत चाहिँ केयर नेपालले चाहिँ गर्छ। कम्पनीले प्रवर्धन गरिरहेको 7.6 मेगावाट जलविद्युत 7.6 मेगावाट जलविद्युत जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत 1,57,29,52,544 रुपैयाँ रहेको छ भनेदेखि प्रति मेगावाट लागत 20,69,67,440 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 23 वर्ष 1 महिना बाँकी छ रहेको छ भनेदेखि यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 5.53 वर्ष रहेको छ भनेदेखि डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 8.25 वर्ष रहेको छ। त्यसैगरी निर्माणाधीन 5.2 मेगावाटको जगमाई क्यास्केड जलविद्युत आयोजनाको अनुमानित कुल लागत 1,91,13,544 रुपैयाँ रहेको छ भनेदेखि अनुमानित प्रति मेगावाट लागत 19,40,60,192 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 30 वर्ष 11 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 6.73 वर्ष रहेको छ भनेदेखि डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 11.10 वर्ष रहेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टिङ लिमिटेड बैंक रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड स्वीकृति प्राप्त गरेका सम्पूर्ण सियासबा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमा तथा सीडीएस क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सियासबा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। हजुरले चाहिँ बैंकबाट गएर नि सक्नुभयो, नभए हजुरले चाहिँ मेरो सेयरबाट चाहिँ मजाले अप्लाई गर्न सक्नुहुन्छ। यो थियो साम्बी इनर्जीको आइपिओको बारेमा। आजको भिडियो यति नै। कमेन्ट र हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि यस्तै खाली जानकारीमूलक भिडियो प्राप्त गर्न चाहनुहुन्छ भनेदेखि एउटा सब्स्क्राइब बटन पनि दबाएर जानुहोला, ताकि हजुरलाई चाहिँ रमाइलो तथा रोचक भिडियोहरू पाउनु नै हुनेछ। हस्त, धन्यवाद।